प्यारो ग्राहकको दुई पाङ्ग्रेको पूर्जाहरू यस प्रकारले बनिँदैछ। गियर बक्स फिटिङ भइसक्यो, साथै क्र्याङ्क पनि फिटिङ भइसक्यो। अनि यसका हेड अनि भ्याल्भहरू यस प्रकारले तयारी गरेको छ। सामान जेन्युन हालेको छ, असली नै हालेको छ। अनि यसमा पनि यो बेयरिङ भयो, क्याम्पसाफ्ट बेयरिङ, अनि यो स्प्रोकेट टाइमिङ चेन स्प्रोकेट बेयरिङ, टाइमिङ चेन स्प्रोकेट यो भयो। अनि यो रकर नयाँ आइसकेको छ, रकर यो नयाँ आइसकेको छ नयाँ। अरू यहाँ चाहिँ कति छैन, अब यहाँतिर चाहिँ सबै सामान जेन्युन सामानहरू यहाँ सबै। बजाजको यो राकेश विकास सन्तोष हुँदैन, यसको लागि छ। कति सामानहरू जेन्युन छ, पार्टहरू कति अटो पार्ट छ जेन्युन। यसको पनि भइसक्यो, यसको पनि भइसक्यो, यसको पनि भइसक्यो, यसको पनि यो हालिदिइसक्यो। अनि यसको पनि वान वे किट पनि हालिदिइसक्यो। अब यो गियर सफ्ट यो पनि पुरानो भइसकेको छ, बिग्रिसकेको छ। यो पनि छुट्टायो, छुट्टाको जग्गा यहाँ हुन्छ। अनि यो गाडीको दुई पाङ्ग्रेको व्यवस्था भएर आएछ अहिले। अब भरे भोलि हेरौँ, यसको गर्दै जाउँ कहाँसम्म पुग्छ। डिटेल क्लिनिङ अलरेडी भइसकेको छ पूर्जाहरूको। अनि साथै अब यिनीहरूको सामानहरू फिटिङ भइसकेको छ, सबै भइसकेको छ। मेन केसिङको पनि मेन केसिङ हाल्नु पर्ने, लाउनु पर्ने छ यहाँ। अब मेन केसिङ प्याकिङ ल्याएर प्याकिङ लाउनुपर्छ। यो दुई पाङ्ग्रे अस्ति मैले यो 4-5 दिन अगाडि, 5-6 दिन अगाडि यसको सबै पूर्जाहरू निकालेको थिएँ, यो दुई पाङ्ग्रेको। अनि यसलाई हिजो मात्रै फिटिङ गरियो, यसमा बाँधियो। अनि आज यसको सबै पूर्जाहरू पूर्जाहरू बाँधियो। अनि अब म यसको के गर्छु भने चाबी लिएर यसको स्टार्ट गर्ने कोसिस गर्छु, के कसो भएछ। ग्राहकलाई यो हस्तान्तरण गर्नुपर्ने भएको छ। $220 BS3 न्युट्रलमा छ। किल चाहिँ अन गरौँ।
हाई बिम लो बिम ठिकै छ। फेरि म किल स्विच अफ गरेँ, फेरि 1 प्रेस ग्यारलाई लगाएर हिँड्छु। हाम्रो नानीको गाउँकै नानीको गाडी दोकान है। उहाँले यो गाडीलाई चाहिँ अनि 20-25 दिन चाहिँ लाइट वेटमा राइड गर्नुपर्ने भएको छ। जब 20-25 दिन बाद यसको जुन चाहिँ सेटिङ गरिसक्छ इन्जिनको, उठ्दाखेरि यसमा ओभरवेट बोक्नु भएन। अहिले फिलहालमा सामानहरू नयाँ छ भित्रका पिस्टन, भाल्भ, टाइमिङ चेन हरेक सामान नयाँ छ। त्यसै कारणले गर्दा पुरा होसियारीले चलाउनुपर्छ। अहिले होसियारीले चलाउनुपर्छ। हातमा आयो भनेर यसमा एसिलेटर रेसर गर्नु हुँदैन यति बेला। जति आफूले तान्छ त्यति मात्रै। अनि ओह्रालो कुद्दाखेरि त ठिकै छ डबल राइडमा पनि, तर अफमा चाहिँ डबल राइड कुद्नु हुँदैन। डबल राइड कुद्नु हुँदैन। त्यस कारण चाहिँ यस प्रकारले छ। स्टारबक्स बाइकहरूको काम यस्तै हुनु भइरहेछ सधैँ नै। साथै कस्टमरले सर्भिसिङ टाइममा आयो है, साथै उहाँले ध्यान दियो यसलाई भन्यो भने चाहिँ यसमा कोही बेला कहाँ लिकेज भयो, के भयो, कसो भयो, त्यसमा म छु, वारेन्टी म छु, त्यसको लागि रेस्पोन्सिबिलिटी। तर रफ युज गर्यो है, साइला माइला काइलालाई दियो, रफ युज गर्यो, त्यसमा चाहिँ म जिम्मा हुने छुइनँ। त्यसै कारणले गर्दा चाहिँ सेफ ड्राइभ सेफ लाइफ है। साथै यसलाई सेफ्टीसँगले गाडीलाई पनि बचाएर कुदायो भने गाडी धेरै साल नभनेको पनि मेरो जति अहिले बनाएको छु यो गाडी, यो गाडी बनाएपछि चाहिँ लगभग मैले अस्ति भनिहालेँ पहिलाको उसमा पनि भिडियोमा पनि 40 to 45,000 किलोमिटर चल्नुपर्छ यो गाडी। अनि मात्रै यसमा पैसा धरेको चाहिँ ग्राहकलाई पनि सन्तुष्टि हुन्छ है। बनायो 45 दिनमै 3 महिनामै पुरै त्यो कच्ची मच्ची डिडी निक्लिसकेर गर्नु भएन। अब सर्भिसिङ टकटक टाइममा आयो भने यहाँबाट लिकेज भयो, के भयो, कसो भयो है, त्यसको लागि रेस्पोन्सिबल म हुनेछु। तर सर्भिसिङमा चाहिँ आउनुपर्छ हो। म स्टडी गर्छु नि त, बुझ्छु नि त के हो, कसो हो, कसरी कुदाउँदैछ, कि लडेर पो हो कि के भयो भएर हो कि मैले पो फिटिङ गर्नुमा गल्ती गरेँ कि, सबै कुरो अनुसन्धान गरेर चाहिँ म उसलाई उत्तर दिन सक्छु है। अनि त्यसलाई म सम्हालिदिन सक्छु। तर ग्राहकको पनि रेस्पोन्सिबिलिटी अब जति मैले बनाएँ, यो बनाएपछि चाहिँ रेस्पोन्सिबिलिटी चाहिँ अब चाहिँ धेरै चाहिँ भार चाहिँ राइडरको हुन्छ, यो दुई पाङ्ग्रेको मालिकको हुन्छ। त्यस कारण चाहिँ म सधैँ नै भन्ने गर्छु, दुःख गरेर परिश्रम गरेर तपाईँहरूले लिनुहुन्छ, ल्याउनुहुन्छ पैसाहरू, त्यसलाई सदुपयोगमा चलाउनुहोस्, सदुपयोग गर्नुहोस्, रफ युज नगर्नुहोस् है। पैसा तपाईँहरूले कसो गरेर तपाईँले म्यानेज गरेर आउनुहुन्छ, ल्याउनुहुन्छ, बनाउनु, त्यो पैसालाई राम्रो काममा लाउनुहोस्। साथै त्यो पैसालाई चाहिँ सदुपयोगमा लाउनुहोस्। अब गाडी दुई पाङ्ग्रे बनाइन्छ, दुई पाङ्ग्रे बनाएपछि ल कुद्ने मात्र हो भनेर
त्यता कुदाउने डङडङ डुङडुङ त्यस्तो चाहिँ गर्नु हुँदैन। ध्यान दिएर कुदाउनुपर्छ केयर भएर। कोही बेला हुन्छन्, कोही बेला लड्छ, कोही बेला के हुन्छ त्यो अर्को कुरो हो। तर रफ युज चाहिँ गर्नु भएन। सिङ्गल राइड हुनु पऱ्यो क्या। अब यसमा ट्रिपलहरू गर्छ यिनीहरूले, ट्रिपलहरू गर्नु हुँदैन। 1+1 मात्रै हो। जब यो इन्जिनको यसको टर्क खोलिन्छ त्यसपछि 1+1 हो। टक्कले टक्क कुदाउँदा हुन्छ। यदि यो मैले बनाएकोमा 15 दिन 20 दिन 1.5 महिना 2 महिना 3 महिनामा तान्नु सकेन, अब त्यो रफ युज गरेर क्लच प्लेट गयो के गयो म त छैन त्यसमा रेस्पोन्सिबल। तर अब 15 दिन 20 दिनमै 10 दिनमा थाहा पाइहाल्छ। ल कुद्नै छोड्यो, गियर लाग्नै छोड्यो, म छु जिम्मा त्यसको। अब गाडी रेस गर्नु हुँदैन। मैले भने अस्ति पनि भनेको छु, भिडियोमा पनि भनेको छु, फर्स्ट भिडियोमा पनि। यसमा यसो गर्नु हुँदैन राखेर। गर्नाले चाहिँ भ्याल्भहरूलाई उयो पर्छ, असर गर्छ। जति रोडमा कुद्छ, रोडमा कुद्दाखेरि गर्नु सकिन्छ रेस, तर राखेको गाडीमा रेस गर्नु हुँदैन। त्यसलाई भार पर्छ भित्र। मैले भनिबस्छु यहाँ नानीहरूलाई पनि, आफै बसिरहेको बेलामा कानमा ठर्दा कस्तो हुन्छ त्यस्तै हो यो पनि। किनभने यो पनि इलेक्ट्रोनिक गुड छ, त्यस कारण यसलाई याद गरेर ख्याल गरेर चाहिँ चलाउनुपर्छ हाम्रो दाजुभाइहरूले पनि। यति भन्दै म यहीँ बिदा लिन चाहन्छु। नमस्कार, थ्याङ्क यू, बाई बाई, हेभ अ गुड डे टु यु अल अफ यु।